सम्पूर्ण साथीहरुमा मेरो युट्युब च्यानलमा फेरि पनि एकपटक स्वागत गर्न चाहन्छु। साथीहरु, फाइनली टेट टावर लिमिटेडको आइपिओ साधारण सेयर बाँडफाँड सम्पन्न भएको छ। लक्ष्मी सनराइज क्यापिटलले आज बिहान 9:30 बजे गौशाला स्थित होटल क्रिस्टल पशुपतिमा आइपिओको बाँडफाँड सम्पन्न गरेको हो। कम्पनीको आइपिओमा अत्याधिक चासो देखिएको थियो। मागभन्दा अत्याधिक आवेदन परेको थियो। यसको कुल माग 7.82 गुणा बढीले परेको थियो। मागभन्दा धेरै आवेदन परेको कारण गोला प्रथा मार्फत बाँडफाँड सम्पन्न गरिएको हो। आइपिओमा कुल 21,69,891 जनाले 2,56,79,790 किताका लागि आवेदन दिएका थिए। तीमध्ये 3,29,650 मात्र आइपिओ परेको थियो साथीहरु भने 18,40,241 जनाका हातमा भएको छ। यसअघि कम्पनीले जेठ 14 गतेदेखि 20 गतेसम्म प्रति किता 100 रुपैयाँ दरमा 32,92,505 किता आइपिओ निष्कासन गरेको थियो। साथीहरु, आइपिओ बाँडफाँड सम्बन्धी मैले जानकारी तपाईहरुलाई गराइसकेको छु। कृपया यसको रिजल्ट हेर्नका लागि गुगल क्रोममा गएर www.cdsc.iporesult.com मा गएर हेर्न सक्नुहुन्छ। तपाईले मेरो शेयर एप्लिकेसन मार्फत पनि तपाईले आफ्नो रिजल्ट हेर्न सक्नुहुनेछ। मेरो शेयर एप्लिकेसनमा रिजल्ट अपडेट हुनको लागि चाहिँ केही ढिला हुने भएकाले तपाईले गुगल क्रोममा गएर नि आफ्नो रिजल्ट हेर्नु होला। साथीहरु, यस्तै भिडियोहरु तपाई हेर्न चाहनुहुन्छ नेपाली शेयर बजार सम्बन्धी र आइपिओ अपडेट सम्बन्धी भिडियोहरु र जब रिलेटेड भिडियोहरु हेर्न चाहनुहुन्छ भने कृपया मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला र भिडियोलाई लाइक मन परेमा एक लाइक गरिदिनु होला भन्दै आजलाई भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।